त साथीहरु, बर्खाको सिजनमा पनि मैले जेरेनियम लिएर आएको छु। जेरेनियमलाई चाहिँ तपाईहरुले सेडी एरियामा, तपाईहरुकोमा यदि छ भने सेडी एरियामा राख्नुहोस्। यसरी मज्जाले कोपिला लागेर मज्जाले फुल्नेछ। तपाईहरुकोमा जेरेनियम बर्खामा बचाउनु चाहनु भने चाहिँ एकदमै पानीदेखि चाहिँ जोगाउनु पर्यो। अनि चाहिँ तपाईहरुले यसलाई कटिङ भोलिपर्सि अक्टोबरको समयमा कटिङ लाउँदा हुन्छ। यो भन्दा अगाडि तपाईहरुले अस्ति लगाइसक्नु भएको भए हुन्थ्यो, तर आजभोलि चाहिँ तपाईहरुले कटिङ लाउनु भएन, किनभने एकदम कटिङ लाउने बित्तिकै पानी बर्खाको हुस्सेले यो चाहिँ कुहुनेछ। अनि तपाईहरुलाई पानी पर्नुभन्दा अगाडि चाहिँ यसरी तपाईहरुले सेडी एरियामा राख्नुभयो भने फेरि यसले फुल्दिनेछ। ल त साथीहरु, तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो? सब्स्क्राइब पनि गरिदिनुस् है। तपाईहरुलाई यस्तो टिप्सहरु लिएर म आउने नै छु है। अनि मैले कटिङहरु राखिसकेको छु, तपाईहरुलाई एक दिन फेरि म देखाउने छु है। यो भन्दा अगाडि राखेको कटिङहरु चाहिँ जेरेनियमको। तर तपाईहरुले तपाईहरुकोमा पुरानो बोट यदि अक्टोबर, नोभेम्बर, डिसेम्बरमा फुलाउन चाहनुहुन्छ भने चाहिँ तपाईहरुले अहिले झट्टै एकदम लगेर सेडी एरियामा राखिहाल्नुस् है त साथीहरु।